बनाउँदैछु यो पनिर तार्दैछु त्यसरी मटर पनि रेडी छ त्यहाँ कुक विथ मी भन्ने भिडियो बनाउँछु फेसमा त्यो फेस के भयो फेस प्याक हुन्छ फेस मास्क भन्छ के अरे फेस मास्क लगाएको छु एकछिन निकाल्नु पर्नेछ टमेटोको पेस्ट पाक्दैछ अनि टमेटोको पेस्टमा टक्क पनिर हालेपछि A1 पनिर सब्जी भन्छ पनिर मटर हेज बिन रेडी त्यसरी माम पनि पाकिसक्यो अब खाना मात्रै बाँकी छ गट रेडी फर द वर्क कति नराम्रो देखेको यो चाहिँ मेरो विन्ड सिटर मेरो आजको ओटिडी साइडमा बोक्ने यत्रो मोटे ब्याग Let's go to the work. अहिले चाहिँ I am in another dental अनि डेन्टलको सेटअप चाहिँ यस्तो छ चिटिक्क परेको सानो छरीको डिड one patient here अनि त्यसपछि अब चाहिँ यहाँबाट निस्किँदैछु in another dental by the way मान्छेहरू पैसा कमाउन कहाँ विदेश गइरहेको छ भेरी ग्रेटफुल टु बी हियर वर्किङ हियर भनौँ न इन माई ओन सिटी मेरो आफ्नै घरबाट खानासाना खाएर आएर सुई काम गर्ने घरमा छिप्रो जाने सो या इट्स अ प्रिभिलेज भनौँ अब चाहिँ म मेरो बहिनीलाई भेटिरहेको साह्रो मेरो बहिनी ठ्याक्कै आइपुगे हाई Okay, vibrate भयो त. How are you? I'm fine. You are looking beautiful, just like beautiful sunset. Thank you. Like you rotate गर्दै. Aesthetic cafe मा aesthetic menu. Cafe soul. Hello, thank you. यस्तो aesthetic cafe मा लिएर आएकोमा. You are welcome. यस्तो राम्रो छ. राम्रो देखिरहेको है. Very pretty. Very aesthetic भएर राम्रो देखिरहेको. सनसेट देखिँदैन नत्र म सनसेट निकालिदिन्थे बट यु लुक भेरी प्रिटी आइस्ड माछा लाते मगाएको छ अब हेर्नु कस्तो हुन्छ अनि माछा मैले चाहिँ फर्स्ट टाइम ट्राई गरिरहेको तिम्रो मेरो पनि फर्स्ट टाइम हो मेरो पनि आज द भेरी फर्स्ट टाइम हुँदैछ माछा ट्राई गर्न गइरहेको अलिकति टेस्ट चाहिँ कस्तो हुन्छ भनेर जहिले पनि डाउटमा थिएँ कहिले ट्राई नै गरेन अब यो चाहिँ माछा टेस्ट नै भएर माछा नै मात्र बिक्दो रहेछ धेरै यहाँ त्यसले गर्दाखेरि निड टु ट्राई आज चाहिँ स्पेसल अकेजनले बनाएर सो यस यस अनि बाइ द वे मेरो बहिनीले यहाँ नेल्स बनाएर कति घन्टा बस्यो नेल्स बनाउन 3 hours मात्र 3 घन्टामा यत्रो राम्रो राम्रो नेल्स बन्दो रहेछ ब्युटी हर्ट्स भने जस्तो चियर्स क्युट हो फेरि भन त दुधमा के अरे दुधमा यो हरियो त्यही हो माछा ऊ हरियो छ कि लु हामीले त्यही हरियोकै पैसा दिएको है पैसा नै हरियो भयो त टेस्टी भएन हाउ इज द टेस्ट दुधमा चिनी भएर खाइस अब चाहिँ म ट्राई गर्न गइरहेको छु अरू पनि पाकको तिनीहरू पनि पेस्ट बनाएर हाले जस्तो देख्नु टेस्ट धेरै नै अरूवाला टेस्ट ठिक छ ठिकै छ कम्प्रोमाइज एस्थेटिकमा टेस्ट कम्प्रोमाइज गर्नुपर्छ अलिअलि त्यस्तै हेर्दा इट लुक्स भेरी गुड बट ठिकै एस्थेटिक प्लेसबाट एस्थेटिक प्लेसको साइडमा यस्तो राम्रो एस्थेटिक सपिङ सेन्टर पनि छ यहाँ चाहिँ हामी अलि यो भिजिटमा अलि हामी छिर्न सकेनौँ तर हामी समय लिएर पक्कै पनि त्यता हुनेछौँ विन्डो सपिङ चाहिँ राम्रोसँग गऱ्यौँ अँध्यारो भइसक्यो पिङ्की स्काई हामी चाहिँ बिर्तामोडको एउटा नयाँ क्याफे एकदमै धेरै एस्थेटिक क्याफे सोल भन्नेमा आएको थियौँ होइन अनि क्याफे सोल भनेको यति एस्थेटिक छ कि लेखेको पनि देखिँदैन अघि 3 राउन्ड घुम्दाखेरि बल्ल यो क्याफे सोल भनेर पत्ता लाग्यो त्यो पनि बहिनीले पत्ता लगायो म भए त पत्ता पनि नलगाउने रहेछु त्यही पनि रमाइलो भयो अलिक धेरै नै यस्तो हो एकचोटि आउनु होइन राम्रो छ तर
फोटो खिच्नुको लागि फोटो खिच्न भिडियो खिच्न मजाले आउने खाना भनेको त्यस्तै हो खाँदै गर्नुपर्छ त्यस्तोहरू अरू खाना भनेको अरू ठाउँ पनि छ खानाको लागि अरू ठाउँ छ ठेलामा जानुपर्छ ठेलामा जानुपर्छ तर फोटो खिच्नु त्यस्तो यति भन्दै अब घरतिर लाग्नुपर्छ राति भयो बाई 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 सी यु अगेन see you next time next Monday